हेलो। बाबु के गर्दैछस्? यत्तिकै घरतिरै बसिरहेको छु। होइन आमा, तपाईँ के भयो? गाउँतिर बहिनीको बिहे गर्न भनेर ऋण माग्दै हिँड्नु भएको छ अरे। मैले पछि सल्लाह गरौँला भनेकै थिएँ। मसँग सर सल्लाह केही पनि नगरिकन गाउँतिर ऋण माग्दै पो हिँड्नु भएको छ अरे। अनि पछि त्यो ऋण चाहिँ कसले तिर्छ आमा? बाबु मैले त्यस्तो धेरै ऋण लिएकी छैन। अब गरगहना बनाउनलाई अलि टाइम लाग्ने रहेछ, भन्न बित्तिकै नहुने रहेछ। त्यही भएर त्यही गरगहनाको लागि अलिअलि मात्रै ऋण लिएकी हौँ। ए, अनि बुवासँग सरसल्लाह गर्दै गर्नु भएको छ कि सबै आफ्नै खुसीले आफ्नै डिसिजन हो? खोइ बाबु, अब भुन्टीले घर छोडेर हिँडी भन्ने कुरा थाहा पाएपछि तेरा बाउ पागल जस्ता भएका छन्। सरसल्लाह गर्न त गरे हो, तर खुसी चाहिँ छैनन् तेरा बाउ। अब बिहेकै मुखमा जेठी बुहारीले पनि घर छोडेर गइन्, नजाऊ भन्दा भन्दै मानिनन्। अनि त कहिले आउँछस् बाबु? ढिलो गर्नु हुँदैन है बाबु। उता केटाको परिवारले फोन गरेकै छन्। ल ल आमा, म चाँडै आउँछु।